फोन भनेको रुम ल है गाइस हाम्रो चाहिँ अब धमाधम सेखुवा पोलै भइरहेछ ल सँगै म सुजी सेखुवा ल यो चाहिँ हाम्रो माघे मेलामा शनिबारेमा लाग्ने हाम्रो मेला तपाईहरु देख्नु हेलो एन्ड नमस्ते साथीहरु एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सो सबैजना आरामै हुनुहुन्छ होला। सो अहिले चाहिँ मेरो पछाडि तपाईहरु देख्न सक्नुहुन्छ म चाहिँ अहिले यहाँ खोलामा छु। सो आजको भिडियो चाहिँ के को बारेमा छ भन्ने कुरा चाहिँ तपाईहरुले टाइटल र थम्बनेल देखेर थाहा पाइसक्नुभयो होला। आज चाहिँ हामीहरुले माघ 1 गते माघे संक्रान्तिको लागि हाम्रो विशेष आज चाहिँ हामीहरुले चाहिँ मजाले पोर्क सेखुवा बनाएर खाने हाम्रो प्लानिङ छ हाम्रो टिमको। सो आज चाहिँ अहिलेको मेरो भिडियोलाई चाहिँ म अगाडि बढाएँ। आज चाहिँ म अब पहिली चाहिँ मासु काटेर रेडी पार्छु अनि स्टेप बाई स्टेप म तपाईहरुलाई सबै कुरा देखाउने छु। अहिले चाहिँ मासु यहाँ रेडी छ तपाईहरु देख्न सक्नुहुन्छ हैन। मासु 4-5-3 पिस लगभग 4 केजी जति छ मासु। त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो यो अर्ग्यानिक मसलाहरू सबै रेडी भएको छ अनि चाहिने सबै कुरा छ है। अहिले चाहिँ गाइस यस्तो छ अब म मासुको स्लाइस बनाउँछु। सो त्यसो गरौँ है त गाइस। अनि मेरो दाइले चाहिँ अहिले खुकुरी उदाउँदै हुनुहुन्छ तपाईहरु देख्न सक्नुहुन्छ प्रत्यक्ष है। हाम्रो दाइले चाहिँ खुकुरी उदाउँदै हुनुहुन्छ झ्याप्प लाएर। खुकुरी अलिकति सेतो बनाउनु पर्ने हो छ गाइस। अब यो ढुङ्गा नै धुनु पर्ने हुन्छ। सराई धुने देख्न सक्नुहुन्छ एकदम स्लाइस चाहिँ पातलो छ। यस्तो बनाएपछि ट्याक्क टाँसेर झप्प पोल्न दामी हुन्छ नि त गाइस। फोन भनेको रुम गरम मसला मिक्स मसला जिरमुरिक पाउडर अजिनामोटो तो ढुङ्गा चाहिँ कालो परेन पर्दैन। वाह सेट यो चाहिँ लेमन इंग्लैंड में जन्मेको हो क्या यसले चाहिँ मेरिनेट प्रामी गर्छ। गाइस अब चाहिँ फाइनली यो चाहिँ रेडी। अब मेरिनेट गर्यो अब ढाकेर राख्नुपर्छ। हाय गाइस अब चाहिँ हामीले यो चाहिँ ढुङ्गा
ठिक पार्दैछौँ यो चाहिँ किनभने अब टक्क हानेर चाहिँ दुईटा बनाउनुपर्छ यसमाथि चाहिँ मासु ल गाइस यो चाहिँ मासु पोल्ने ढुङ्गा है भने जस्तो फुटाइयो 3 पिस भयो अब यसमा त यस्तो छिटो तातिन्छ नि त सर होइन मासु त दामी छ यार यस्तो के हो जङ्क फुड खानु हुँदैन थाहा छैन सम्झो पिठो बाह्र पनि खानु हुँदैन के हो न फलफुल खाने मान्छेले यस्तो लिएर आउने हो सो गाइस भनेको जस्तो ढुङ्गा पो ल गाइस प्रत्यक्ष अब चाहिँ हामी यहाँ ढुङ्गा बोक्ने प्लानिङमा छौँ है अब ढुङ्गा बोक्छौँ ढुङ्गा बोक्नलाई स्वाट रेडी परिरहेछौँ अब ढुङ्गा बोक्नुपर्छ ढुङ्गा लानुपर्छ ढुङ्गा चाहिँ लानुपर्छ यो डल्लो डल्लो यो डल्लो लाएर यो पनि फोनले गर्दा नै होइन कि केले हो फोनले गर्दा नै यत्रो ठुलो ढुङ्गा बोकेको दाइले पनि ल गाइस फाइनली रेडी भयो अब चाहिँ अब मासु पोलिन्छ ढुङ्गा रेडी भयो ल अब चाहिँ आगो सल्किएको अवस्था आगो बाल्दै गरे हो गाइस अब चाहिँ आगो बलेर धमाधम धमाकेदार छ है देख्न सक्नुहुन्छ है अब चाहिँ मासु राख्ने बेला भइरहेछ ल है गाइस हाम्रो चाहिँ अब धमाधम सेखुवा पोलाइ भइरहेछ तपाईँहरू देख्न सक्नुहुन्छ है धेरै धेरै दामी हुन्छ नि त ढुङ्गाको त यो पातलो चाहिँ सही रहेछ के कलर पनि दामी आयो अहिलेसम्म फुटेको चाहिँ छैन नझार्नु है नझार्नु है खाली दिइहाल्नु भएको पाकेको झिकौँ पाकेको नि झिकिराख्नु भएको छ ओ पल्टाउने बेला भयो तल्लो छेउको पल्टाउने बेला भयो ल्याउनु कस्तो भयो कस्तो ल्याउनु रायसँग यो त्यस्तो दामी हुन्छ नि ठिक छ ओके छ त ढुङ्गा चाहिँ पातलो हो भने चाहिँ दामी हुने रहेछ है छिटो स्लाइस नि पातलो बनाउने अनि म्यारिनेट गर्ने वाउ टेस्टी नि हुँदो रहेछ
हाम्रो काकाले धम्माधम सेको पोलिराख्नु भएको छ। पल्लो चाहिँ ढुङ्गा सानो भएकोले मजाले तातिएर छिटो भयो, अल्लो चाहिँ ढिलो भयो। ल गाइस अब भइसक्यो, त्यताको त भयो काका अहिले। ल गाइस अब चाहिँ मासु सकियो है, यतापट्टि त्यतापट्टि छ। अब सेको जम्मा यति हो, बाँकी भने चाहिँ ल है आजको हाम्रो टोली चाहिँ यस्तो छ। अब काका हुनुभयो, दाइ, अब 1-2 जना साथीहरू चाहिँ छुटे, सँगै म भोलि अनि हाम्रो यहाँ मासु पाकिरहेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ है, के गर्नु तम्बा त अलिअलि खानै पऱ्यो। अनि साग छ, त्यसपछि सेकुवा, यस्तो छ है गाइस। सो फाइनली गाइस आज चाहिँ हामीहरू 3 जनै मात्रै भएर नि खाइरहेछौँ। हजुर धेरै भयो भने म त अगाइहालेँ। भनेको पो त पोलेपछि त पुगिहाल्छ नि। ओके फाइनली गाइस अब चाहिँ हामीले खाइसक्यौँ सेकुवा चाहिँ। सो अब चाहिँ अलिकति बजार भर्नुपर्छ, परतिर गएर बजारको भ्यू कस्तो हुन्छ अनि कति मान्छे आछन् म त्यो थोरै तपाईँहरूलाई देखाउने छु। सो त्यही हो अहिलेलाई चाहिँ। अब सकाएँ है त म यहाँको चाहिँ। ल यो चाहिँ हाम्रो माघे मेलामा शनिबारेमा लाग्ने हाम्रो मेला तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ मान्छे चाहिँ धेरै नै छ होइन। यो पुलबाटको लिइराखेको दृश्य हो। सो यस्तो छ, पुलमा कुदाइ हेर्नु नि फेरि।